गाइज वेलकम टु माई च्यानल। आज चाहिँ मैले आफैले मोमो बनाएको एउटा भिडियो बनाएको छु। यो चाहिँ अब भ्लग हो। मैले रेसिपी दिएपछि त्यो मैदालाई मजाले निट गरेर एउटा डो बनाउने र त्यो डोलाई चाहिँ एकछिनसम्म मजाले मुछेर रेस्ट गर्न दिने। अनि त्यसपछि चाहिँ मैले बन्दालाई नुन हालेर पानी निचोरेर सुरुमै राखिसकेको थिएँ। त्यसलाई साइडमा राखिदिने, सुक्खा हुन्छ बन्दा। अनि त्यसपछि मैले अदुवा लसुन र खोर्सानीको पेस्ट अनि साथमा चाहिँ प्याज मजाले मसिनो गरी काटेर पनि राखेको छु। यसलाई चाहिँ काटेर छोड्यो भने मोइस्चर अलि जान्छ र मजाको बन्छ किमा, भेज किमा। अब सबै चिजलाई एकैचोटि मिक्स गरिदिने। मैले अदुवा लसुनको पेस्ट पनि हालिदिएको छु र त्यसलाई मजाले चलाउने र काटेर राखेको प्याज पनि यसैमा एड गरिदिने माथिबाट। यसरी सुक्खा गरेर राख्नाले चाहिँ मोइस्चर हुँदैन, मजाले ड्राई नै रहिरहन्छ। प्याज हालेर मजाले चलाउँदै जाने। त्यसमा मैले हालेको छु अलिकति नुन हालिसकेपछि त्यसमा तपाईँहरूले हाल्न सक्नुहुन्छ मसला। म चाहिँ मोमो मसला हाल्दिनँ, यो मैले मिट मसला होइन सब्जी मसला हालेको। थोरै धुलो खोर्सानी र त्यसपछि चाहिँ धुलो खोर्सानी हालिसकेपछि चाहिँ त्यसको माथिबाट मजाले तेल हालिदिने। मलाई चाहिँ तेल मजाले हालेको मनपर्छ, त्यही भएर मैले मजाले तेल हालेँ। भेज मोमोमा टेस्ट आउने भनेको तेलले हो। तपाईँले घिउ पनि हाल्न सक्नुहुन्छ, मैले चाहिँ घिउ हालेको छैन। त्यसको माथि थोरै अजिनामोटो हालिदिने। अजिनामोटोले चाहिँ मजाले टेस्ट आउँछ। अब यसलाई मजाले चलाउने। मजाले मैले चाहिँ हातमा ग्लोभ्स नलाइकन युज गरेँ, किनभने मैले नै खाने हो, मैले कसैलाई सर्भ गर्ने होइन। त्यही भएर चाहिँ मैले आफै मजाले चलाएर यसलाई एकछिन मजाले त्यत्तिकै रेस्ट गर्न छोडिदिने। अझै पनि एक्सेसिभ पानी आउन सक्छ, त्यो पानीलाई चाहिँ अब तपाईँहरूले थोरै फ्याँकिदिँदा पनि हुन्छ। तर मैले सुक्खा गरेर राखेको छु, मोइस्चर हुने कुरै छैन। अब त्यत्तिकै छोडिदिने एकछिनसम्म। अनि हामी पिठो बनाउनुतिर लाग्छौँ। अघि मैले मुछेर राखेको पिठो चाहिँ मजाले नरम सफ्ट भइसकेको छ। अब त्यसको म सानो सानो बलहरू बनाएर राख्छु। सानो सानो बल एकैचोटि बनाएर राख्दा चाहिँ सजिलो हुन्छ। बल एकदमै सफ्ट भइसकेको छ छोडेको कारणले गर्दा चाहिँ। अब चाहिँ म भिडियो बनाउँदै बेल्दै गर्छु। बेलेर यत्तिको धेरै पातलो पनि होइन, धेरै मोटो पनि होइन, ठिक्कको बनाउँदै त्यसको माथि पिठो हाल्दै बेल्दै राख्दै गर्नुभयो भने चाहिँ एकैचोटि बनाउनु सजिलो हुन्छ। बनाएर मैले यतिको बनाइसकेको छु। ठिक्क यतिकै साइजको बनाउनु भयो भने चाहिँ ठिक्कको हुन्छ। अब चाहिँ म भाँडामा थोरै तेल हालेर मोमोलाई राख्न गइरहेको छु। तेल हाल्यो भने चाहिँ यो एक आपसमा टाँसिँदैन र मजाले बन्छ निकाल्ने बेलामा चाहिँ। मैले मोमोको सेपहरू पनि बनाएँ। मलाई चाहिँ राम्ररी मजाले आउँछ, तर मैले आज फर्स्ट टाइम चाहिँ यो सेपमा ट्राई गरेको। हेर्दा अलिकति अग्ली छ, तर इट वाज गुड। त्यसै गरी मैले सबै मोमो बनाइसकेपछि फेरि पनि राउन्ड सेपमै ट्राई गरेँ। हल्का फुल्का आफूले नै खाने, त्यति साह्रो फेन्सी पनि बनाउनु जरुरी छैन। मैले मोमोको भाँडोमा चाहिँ पानी तताएर मोमो हालेँ र मोमो चाहिँ मजाले रेडी भएर निस्क्यो। खाँदा चाहिँ एकदमै धेरै टेस्टी थियो। हेर्दा त्यति साह्रो एट्र्याक्टिभ नभए पनि मैले साथसाथै बनाएको थिएँ भेज सुप र अचार। अब चाहिँ म टेस्ट गर्न गइरहेको छु। मोमोको पिस चाहिँ एकदमै ठुलो भएको थियो, तर मजाले टेस्टी भएको थियो, सिम्पल एन्ड स्विट। तपाईँहरूलाई मन पर्यो भने प्लिज लाइक गरिदिनु होला। थ्याङ्क